आकाङ्क्षा चौधरीसँग साँच्चीकै अनफेयर भएको र हजुरहरूलाई के लाग्छ? योगेशसँग पनि गएर जेलमा रुँदै थिए मसँग अनफेयर भयो भनेर। अनि अर्को कुरा हजुरहरूले नोटिस गर्नुभयो कि भएन, राम कपुरले जब सिक्रेट रिभिल गर्यो त्यो त स्याड थियो, तर वाट एबाउट लेलालाई त किस गरेको थियो नि राम कपुरले, त्यो चाहिँ सोच्ने लायक कुरा होइन र? त्यो बिग इस्यु त बनाएन, तर अलिकति सोच्नु त, त्यो पनि कतै कतै त्यस्तै त हो कि होइन भन्नु त तपाईँहरू। ल कुरा गरौँ अब आकाङ्क्षाको बारेमा, आकाङ्क्षा चौधरीको बारेमा। हिजोको जजमेन्ट डे एकदम ठिक भयो, किनभने आकाङ्क्षाले गएर अर्काको खानामा पानी हालिदिने हो, सुत्ने खाटमा पानी हाल्ने हो काहीँ हावा जस्तो काम गरेको छ। अनि मलाई अनफेयर भयो भन्छ, पागल होइन? सोच्नु त तपाईँहरू आफै। अनि यहाँ श्रेयालाई चाहिँ किन यस्तो भएन त्यस्तो भएन भन्छन्। ल श्रेया पनि गलत थिए सुरु एपिसोडमा, तर आकाङ्क्षाले गरेको त एकदम गलत हो। योगेशले पनि त गलत छ सरी भन्छ, तँ पनि मानेको छैन क्या, म गलतै होइन भनेर मानिरहेको थिएँ। अनि त्यसको झुट पनि पत्ता लाग्यो क्या, पुरा रोको नाटक अम्ला हाली आँसु झार्न खोजेको थिएँ, तर आँसु झरेको पनि थिएन एक थोपो पनि, एक झापड लगाइदिनु जस्तो। मलाई त्यस्तो रिस उठेको थियो नि त हेर्दा, एकदम इरिटेटिङ लागेको थियो क्या मलाई। फराह खानले भनेको एउटा लाइन चाहिँ मलाई एकदम मन पर्यो क्या, पागलपन्थीमा कुछ भी करोगे भन्ने वाला क्या, एकदम दामी थियो। मलाई त्यति हाँस उठेको थियो नि, ओ माइ गॉड। आकाङ्क्षाले चाहिँ एउटा कुरा राम्रो गरे क्या, के भन्दाखेरि श्रेयाको इमेज मिलाइदिए, एकदम क्लियर बनाइदिए क्या, एकदम हिरोइन बनाइदिए। अनि रितेश र फराहले त्यत्रो बहस गरिसकेपछि पनि उसले एउटा पनि सरी भनिन क्या। योगेशले सरी भन्दै थियो, उसलाई त बाल छैन नभनिकन बस्यो कि। आकाङ्क्षाको धेरै कुरा भयो, ल अब गरौँ हर्षितको कुरा। त्यो पागललाई किन राखेको हो सोमा, त्यसको सिरियलै चल्दैछ, अझै पनि एक्टिङै गर्दैछ कि, कुन चाहिँले कट भनिदिन्छ र ऊ चुप लाग्छ भनेर। होस्टले कल आउट गरे, त्यसको लागि एकदम खुसी छु म, किनभने त्यो बौलाइसकेको छ कि के गरेको के गर्दैछ, त्यो बाहिर निस्केर हेर्दा पनि त्यसलाई इम्बारेसिङ हुन्छ होला क्या, त्यस्तो हरकत गर्दैछ। अनि त्यो सुफी भन्नेले एक्लैमा बोल्न सक्दैन, त्यसको आँट छैन। श्रेयालाई त के भन्दै गाली दिँदै थियो, त्यो भन्न चाहिँ उसको आँट आउँछ र ग्याङ भेट चाल, सब ग्याङ लिएर आउनुपर्छ, अनि ऊ हल्ला गर्न थाल्छ। एक्लै हुँदा त चुइक्क पनि बोल्न सक्दैन हौ, पागल होइन? छ्या, बिल्लै हो नि त्यो त। झन्न फराह र रितेशले कल आउट गरे त्यसलाई पनि, यहाँ कोही पनि बिचारा छैन भन्दै, राम्रै भयो। अब त्यो हाउसमेटहरूले पनि बुझ्नु पर्ने हो क्या। अनि त्यो आकाङ्क्षा चोमला भन्ने, चोमुला हो कि चोमला के हो, त्यो पनि एकदम त्यो टिभीहरूलाई साइडमा ल्याएर आकाङ्क्षा योगेशले झगडा गरे पनि छोडिदिने, श्रेयालाई पनि छोडिदिने, शिल्पालाई पनि छोडिदिने, हामी नलाग्ने अरे। त्यो पनि एक नम्बरको डबल गेम खेल्दैछ, त्यसलाई पनि मेकर्सले कल आउट गर्नुपर्ने हो। सो या द्याट्स इट फर दिस टुडेज भिडियो। अब म नयाँ रिभ्यूहरू लिएर आउँदै नै छु, प्लिज च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र भिडियोलाई लाइक गर्न नबिर्सिनु होला। अनि हजुरहरूको फेभरेट को हो र हिजोको एपिसोडमा तपाईँलाई के लाग्यो प्लिज कमेन्ट गरिदिनु होला। बाई, थ्याङ्क यू फर वाचिङ।